हेलो गाइस, र हामी चाहिँ आज रोपाइमा गइँदैछ। यहाँ एकजना कुल्ली भाइ जाँदैछ। यो तल देखेको चाहिँ यहाँदेखि यो तल सुरु हुँदैछ आज रोपाइ। यहाँ लिटर त्यो बिचको चाहिँ डल्लै हो गाइस। यता आउँदै त जिउँदैछ अझै। हो तेरिका, यहाँदेखि आएको चाहिँ यहाँ माथिसम्म गाइस। यहाँनिर चाहिँ आज चाहिँ रोपाइ चाहिँ ग्रान्ड हुन्छ भन्दैछ। लिडरहरू पर बसिरहेछ। अझै यहाँ माथि जिउँदैछ गाइस। यसको पछि झन् खतरा। यहाँनिर चाहिँ हेर्न सक्नुहुन्छ। कतिको सुनमा यो धान सक्नु मात्रै, रोपाइ मात्रै सक्नु 50 महिना लाग्ने जस्तो छ गाइस। हो दसैँ चाहिँ हेर्न सक्नुहुन्छ। तल देखिआएको चाहिँ परदेखि मात्रै नजिक देखेको कि। यो चाहिँ यहाँको पनि बिरुवा धानका। आज चाहिँ ग्रान्ड रोपाइ हुन्छ गाइस। यहाँ तल लिडरहरू जान्दैछ भन्छ त। हाम्रो चाहिँ यहाँ पल्लोपट्टि त्यसको भयो। त्यहाँ तलदेखि लिएर आएको छ। यहाँ माथिसम्म हो। यहाँ त जिउँदैन छ। लामो पो गाइस। यहाँ चाहिँ नभएको पनि 100-200 गडा चाहिँ छ कि। लिडरहरू चाहिँ यहीँ पर बसिरहेछ। सुपको लिडर तल जोड्दैछ। दुई हल गोरु हिलाउँदै रहेछ। खतरा जिन्दगी चाहिँ धान बारीमै बित्ने जस्तो छ गाइस। र तपाईँहरूलाई भरे रोपाइमा मात्रै देखाउनु छ। यहाँ त भर्खर सुपको इन्तजाम मात्रै हुन्छ। सुप त्यो बेसी चाहिँ टारबारी नै भयो।